आउनुस् आज हामीले दिनभरि बोल्नुपर्ने दिनका दिन बोल्नुपर्ने अंग्रेजीको प्र्याक्टिस गरौँ। म आज धेरै थकित छु भन्नुपर्दा इंग्लिशमा I'm so tired today. टायर्ड हुनु भनेको थाक्नु, थकित हुनु। I am so tired today. उनी धेरै राम्री छिन्। She is so beautiful. She is so beautiful. फिल्म हेर्न गएको फिल्म त धेरै बोरिङ थियो भन्नु पर्यो अब इंग्लिशमा The movie was so boring. The movie was so boring. ऊ धेरै चाँडो बोल्छ भन्नु पर्दा चाहिँ He speaks so fast. He speaks so fast. हामी तपाईमाथि धेरै गर्व गर्छौं We are so proud of you. We are so proud of you. जस्तै हामी आफ्नो बुवा आमालाई भन्छौं नि We are so proud of you. बाहिर धेरै गर्मी छ It's so hot outside. It's so hot outside. It's so hot outside. तपाईलाई देखेर म धेरै खुसी छु I'm so happy to see you. I'm so happy to see you. तपाई धेरै दयालु हुनुहुन्छ भन्दा You are so kind. Kind को अर्थ हुन्छ दयालु You are so kind. उनीहरू धेरै ढिला भए They were so late. They were so late. उनी धेरै राम्रो गाउँछिन् She sings so well. She sings so well. खाना धेरै स्वादिष्ट थियो The food was so delicious. Delicious को अर्थ हुन्छ स्वादिलो The food was so delicious. म धेरै माफी चाहन्छु अब मैले केही गल्ती गरे भने यसरी भन्ने I'm so sorry. I'm so sorry. ऊ धेरै रिसाएको थियो He was so angry. He was so angry. बच्चा धेरै प्यारो छ The baby is so cute. The baby is so cute. यसरी प्यारो भन्नु पर्दा क्यूट भन्छौं हामी The baby is so cute. यो ठाउँ धेरै शान्त छ This place is so peaceful. Peaceful को अर्थ हुन्छ शान्त आनन्दित हुने ठाउँ This place is so peaceful. म धेरै डराएको थिएँ I was so scared. Scared को अर्थ हुन्छ डराएको I was so scared. उनी धेरै बुद्धिमान छिन् She is so smart. She is so smart. म परीक्षा अगाडि धेरै तनावमा थिएँ I was so nervous before the exam. I was so nervous before the exam. ऊ कस्तो रमाइलो खालको छ He is so funny. यसरी कसैलाई कस्तो रमाइलो खालको छ भन्नु पर्दा एकदम हाँसो उठाउने त्यस्तो खाले He is so funny. तपाई धेरै भाग्यमानी हुनुहुन्छ You are so lucky. Lucky को अर्थ हुन्छ भाग्यमानी
You are so lucky. कुकुर धेरै मिलनसार छ. The dog is so friendly. Friendly को अर्थ हुन्छ मिलनसार. The dog is so friendly. म यस हप्ता धेरै व्यस्त छु. I'm so busy this week. I'm so busy this week. यो हप्ता भन्नलाई this week अनि busy भनेको व्यस्त. So busy भनेको चाहिँ धेरै व्यस्त. I'm so busy this week. उनी धेरै प्रतिभाशाली छिन्. She is so talented. हामीले यसरी पनि भन्छौं नि उनी धेरै ट्यालेन्टेड छिन् भनेर. She is so talented. हामी यात्राको लागि धेरै उत्साहित छौं. यात्रा गर्नलाई को चाहिँ उत्साहित हुँदैन र हैन त? We are so excited for the trip. यात्रालाई ट्रिप भन्ने र उत्साहित भन्नलाई के भन्ने? Excited. अनि धेरै उत्साहित भन्नु पर्दा so excited. We are so excited for the trip. त्यो धेरै अप्रत्याशित थियो भनेको मतलब सोच्नै नसकिने थियो. That was so unexpected. That was so unexpected. सोच्नै नसकिने अप्रत्याशित भन्नु पर्दा unexpected. That was so unexpected. आज आकाश धेरै सफा छ. The sky is so clear today. एकदमै सफा भन्नु पर्दा clear. So clear. धेरै सफा भन्नु पर्दा चाहिँ The sky is so clear today. ऊ धेरै चाँडो गाडी चलाउँछ. He drives so fast. He drives so fast. तपाई धेरै सहयोगी हुनुहुन्छ. You are so helpful. सहयोगी भन्न इंग्लिशमा helpful. जसले धेरै सहयोग गर्छ. You are so helpful. HELPFUL helpful. पानी धेरै चिसो छ भन्नु पर्दा The water is so cold. The water is so cold. यो प्रश्न धेरै गाह्रो छ. This question is so difficult. धेरै गाह्रो भन्नलाई so difficult. Difficult भनेको गाह्रो अनि so थपेर so भनेको धेरै. धेरै गाह्रो भन्नु पर्दा so difficult. This question is so difficult. बाटो धेरै लामो छ. The road is so long. The road is so long. म धेरै अन्योलमा छु भन्नु पर्दा यसो गर्ने कि उसो गर्ने थाहै छैन अन्योलमा छु भन्नु पर्यो अब इंग्लिशमा. I'm so confused. I am so confused. यति बदमाश नबन भन्नु पर्यो अब. Don't be so rude. Don't be so rude. संगीत धेरै ठुलो छ ठुलो बजिरहेछ. The music is so loud. The music is so loud. धेरै ठुलो संगीत बजिरहेछ भन्नु पर्दा यसरी The music is so loud. उनी धेरै शान्त थिइन्. She was so quiet. Quiet को अर्थ हुन्छ शान्त र धेरै शान्त भन्नु पर्दा so quiet. She was so quiet. तपाईलाई भेटेर धेरै रमाइलो लाग्यो, खुसी लाग्यो, रमाइलो लाग्यो भन्नु पर्दा It was so nice meeting you.
It was so nice meeting you. तपाईं किन यति ढिला भन्नुपर्दा Why are you so late? So राखेर so late भनेको यति ढिला धेरै ढिला किन भनेर सोध्नलाई Why are you so late? म तपाईलाई धेरै माया गर्छु भन्नुपर्दा चाहिँ I love you so much. I love you so much. तपाई मेरो लागि धेरै महत्त्वपूर्ण हुनुहुन्छ. You are so important to me. You are so important. धेरै महत्त्वपूर्ण भन्नुपर्दा to me. You are so important to me. यति धेरै चिन्ता नगर्नुस् न भन्नुपर्दा Don't worry so much. Don't worry so much. Worry को अर्थ हुन्छ चिन्ता. Don't worry so much. उनी धेरै भावुक थिइन्. तपाई आएकोमा म धेरै खुसी छु भन्नु पर्यो. I'm so glad you came. I'm so glad you came. So glad भनेको धेरै खुसी. So happy भनेको पनि धेरै खुसी. I'm so glad you came भने पनि हुन्छ. I'm so happy you came भने पनि हुन्छ. धेरै पीडा हुन्छ भन्नु पर्यो भने It hurts so bad. It hurts so bad. पीडा हुनु भनेको hurt हुनु हो. It hurts so bad. तपाई आज यति शान्त किन हुनुहुन्छ भनेर सोध्नु पर्दा Why are you so quiet today? Why are you so quiet today? म अहिले धेरै बोर महसुस गरिरहेछु भन्नु पर्यो अब I'm so bored right now. I'm so bored right now. त्यो धेरै अन्यायपूर्ण हो भन्नु पर्दा यो ठीक होइन यो अन्यायपूर्ण हो भन्नु पर्यो भने That's so unfair. Unfair को अर्थ हुन्छ अन्यायपूर्ण. That's so unfair. आउनुस् आज हामीले दिनभरि बोल्नुपर्ने दिनका दिन बोल्नुपर्ने अंग्रेजीको प्र्याक्टिस गरौँ. म आज धेरै थकित छु भन्नुपर्दा इंग्लिशमा I'm so tired today. Tired हुनु भनेको थाक्नु थकित हुनु. I am so tired today. उनी धेरै राम्री छिन्. She is so beautiful. She is so beautiful. फिल्म हेर्न गएको फिल्म त धेरै बोरिङ थियो भन्नु पर्यो अब इंग्लिशमा The movie was so boring. The movie was so boring. उ धेरै चाँडो बोल्छ भन्नु पर्दा चाहिँ He speaks so fast. He speaks so fast. हामी तपाईमाथि धेरै गर्व गर्छौं. We are so proud of you. We are so proud of you. जस्तै हामी आफ्नो बुवा आमालाई भन्छौं नि We are so proud of you. बाहिर धेरै गर्मी छ. It's so hot outside. It's so hot outside. It's so hot outside. तपाईलाई देखेर म धेरै खुसी छु. I'm so happy to see you. I'm so happy to see you. तपाई धेरै दयालु हुनुहुन्छ भन्दा You are so kind. Kind को अर्थ हुन्छ दयालु. You are so kind.
उनीहरू धेरै ढिला भए. They were so late. They were so late. उनी धेरै राम्रो गाउँछिन्. She sings so well. She sings so well. खाना धेरै स्वादिष्ट थियो. The food was so delicious. Delicious को अर्थ हुन्छ स्वादिलो. The food was so delicious. म धेरै माफी चाहन्छु. अब मैले केही गल्ती गरे भने यसरी भन्ने. I'm so sorry. I'm so sorry. उ धेरै रिसाएको थियो. He was so angry. He was so angry. बच्चा धेरै प्यारो छ. The baby is so cute. The baby is so cute. यसरी प्यारो भन्नु पर्दा क्यूट भन्छौं हामी. The baby is so cute. यो ठाउँ धेरै शान्त छ. This place is so peaceful. Peaceful को अर्थ हुन्छ शान्त, आनन्दित हुने ठाउँ. This place is so peaceful. म धेरै डराएको थिएँ. I was so scared. Scared को अर्थ हुन्छ डराएको. I was so scared. उनी धेरै बुद्धिमान छिन्. She is so smart. She is so smart. म परीक्षा अगाडि धेरै तनावमा थिएँ. I was so nervous before the exam. I was so nervous before the exam. ऊ कस्तो रमाइलो खालको छ. He is so funny. यसरी कसैलाई कस्तो रमाइलो खालको छ भन्नु पर्दा एकदम हाँसो उठाउने त्यस्तो खाले. He is so funny. तपाई धेरै भाग्यमानी हुनुहुन्छ. You are so lucky. Lucky को अर्थ हुन्छ भाग्यमानी. You are so lucky. कुकुर धेरै मिलनसार छ. The dog is so friendly. Friendly को अर्थ हुन्छ मिलनसार. The dog is so friendly. म यस हप्ता धेरै व्यस्त छु. I'm so busy this week. I'm so busy this week. यो हप्ता भन्नलाई this week. अनि busy भनेको व्यस्त. So busy भनेको चाहिँ धेरै व्यस्त. I'm so busy this week. उनी धेरै प्रतिभाशाली छिन्. She is so talented. हामीले यसरी पनि भन्छौं नि उनी धेरै ट्यालेन्टेड छिन् भनेर. She is so talented. हामी यात्राको लागि धेरै उत्साहित छौं. यात्रा गर्नलाई को चाहिँ उत्साहित हुँदैन र हैन त. We are so excited for the trip. यात्रालाई ट्रिप भन्ने र उत्साहित भन्नलाई के भन्ने excited. अनि धेरै उत्साहित भन्नु पर्दा so excited. We are so excited for the trip. त्यो धेरै अप्रत्याशित थियो भनेको मतलब सोच्नै नसकिने थियो. That was so unexpected. That was so unexpected. सोच्नै नसकिने अप्रत्याशित भन्नु पर्दा unexpected. That was so unexpected. आज आकाश धेरै सफा छ. The sky is so clear today. एकदमै सफा भन्नु पर्दा clear. So clear. धेरै सफा भन्नु पर्दा चाहिँ
The sky is so clear today. ऊ धेरै चाँडो गाडी चलाउँछ. He drives so fast. He drives so fast. तपाई धेरै सहयोगी हुनुहुन्छ. You are so helpful. सहयोगी भन्न इङ्ग्लिशमा helpful, जसले धेरै सहयोग गर्छ. You are so helpful. HELPFUL helpful. पानी धेरै चिसो छ भन्नु पर्दा The water is so cold. The water is so cold. यो प्रश्न धेरै गाह्रो छ. This question is so difficult. धेरै गाह्रो भन्नलाई so difficult. Difficult भनेको गाह्रो अनि so थपेर so भनेको धेरै, धेरै गाह्रो भन्नु पर्दा so difficult. This question is so difficult. बाटो धेरै लामो छ. The road is so long. The road is so long. म धेरै अन्योलमा छु भन्नु पर्दा यसो गर्ने कि उसो गर्ने थाहै छैन अन्योलमा छु भन्नु पर्यो अब इङ्ग्लिशमा. I'm so confused. I am so confused. यति बदमास नबन भन्नु पर्यो अब. Don't be so rude. Don't be so rude. संगीत धेरै ठुलो छ, ठुलो बजिरहेछ. The music is so loud. The music is so loud. धेरै ठुलो संगीत बजिरहेछ भन्नु पर्दा यसरी The music is so loud. उनी धेरै शान्त थिइन्. She was so quiet. Quiet को अर्थ हुन्छ शान्त र धेरै शान्त भन्नु पर्दा so quiet. She was so quiet. तपाईलाई भेटेर धेरै रमाइलो लाग्यो, खुसी लाग्यो, रमाइलो लाग्यो भन्नु पर्दा It was so nice meeting you. It was so nice meeting you. तपाई किन यति ढिला भन्नु पर्दा Why are you so late? So राखेर so late भनेको यति ढिला, धेरै ढिला किन भनेर सोध्नलाई Why are you so late? म तपाईलाई धेरै माया गर्छु भन्नु पर्दा चाहिँ I love you so much. I love you so much. तपाई मेरो लागि धेरै महत्त्वपूर्ण हुनुहुन्छ. You are so important to me. You are so important. धेरै महत्त्वपूर्ण भन्नु पर्दा to me. You are so important to me. यति धेरै चिन्ता नगर्नुस् न भन्नु पर्दा Don't worry so much. Don't worry so much. Worry को अर्थ हुन्छ चिन्ता. Don't worry so much. उनी धेरै भावुक थिइन्. तपाई आएकोमा म धेरै खुसी छु भन्नु पर्यो. I'm so glad you came. I'm so glad you came. So glad भनेको धेरै खुसी. So happy भनेको पनि धेरै खुसी. I'm so glad you came भने पनि हुन्छ. I'm so happy you came भने पनि हुन्छ. धेरै पीडा हुन्छ भन्नु पर्यो भने It hurts so bad. It hurts so bad. पीडा हुनु भनेको hurt हुनु हो. It hurts so bad.
तपाई आज यति शान्त किन हुनुहुन्छ भनेर सोध्नु पर्दा Why are you so quiet today? Why are you so quiet today? म अहिले धेरै बोर महसुस गरिरहेछु भन्नु पर्यो अब I'm so bored right now. I'm so bored right now. त्यो धेरै अन्यायपूर्ण हो भन्नु पर्दा यो ठीक होइन यो अन्यायपूर्ण हो भन्नु पर्यो भने That's so unfair. Unfair को अर्थ हुन्छ अन्यायपूर्ण. That's so unfair. आउनुस् आज हामीले दिनभरि बोल्नुपर्ने दिनका दिन बोल्नुपर्ने अंग्रेजीको प्र्याक्टिस गरौँ. म आज धेरै थकित छु भन्नु पर्दा इंग्लिशमा I'm so tired today. Tired हुनु भनेको थाक्नु, थकित हुनु. I am so tired today. उनी धेरै राम्री छिन्. She is so beautiful. She is so beautiful. फिल्म हेर्न गएको फिल्म त धेरै बोरिङ थियो भन्नु पर्यो अब इंग्लिशमा The movie was so boring. The movie was so boring. ऊ धेरै चाँडो बोल्छ भन्नु पर्दा चाहिँ He speaks so fast. He speaks so fast. हामी तपाईमाथि धेरै गर्व गर्छौं. We are so proud of you. We are so proud of you. जस्तै हामी आफ्नो बुवा आमालाई भन्छौं नि We are so proud of you. बाहिर धेरै गर्मी छ. It's so hot outside. It's so hot outside. It's so hot outside. तपाईलाई देखेर म धेरै खुसी छु. I'm so happy to see you. I'm so happy to see you. तपाई धेरै दयालु हुनुहुन्छ भन्दा You are so kind. Kind को अर्थ हुन्छ दयालु. You are so kind. उनीहरू धेरै ढिला भए. They were so late. They were so late. उनी धेरै राम्रो गाउँछिन्. She sings so well. She sings so well. खाना धेरै स्वादिष्ट थियो. The food was so delicious. Delicious को अर्थ हुन्छ स्वादिलो. The food was so delicious. म धेरै माफी चाहन्छु. अब मैले केही गल्ती गरे भने यसरी भन्ने I'm so sorry. I'm so sorry. ऊ धेरै रिसाएको थियो. He was so angry. He was so angry. बच्चा धेरै प्यारो छ. The baby is so cute. The baby is so cute. यसरी प्यारो भन्नु पर्दा क्यूट भन्छौं हामी. The baby is so cute. यो ठाउँ धेरै शान्त छ. This place is so peaceful. Peaceful को अर्थ हुन्छ शान्त, आनन्दित हुने ठाउँ. This place is so peaceful. म धेरै डराएको थिएँ. I was so scared. Scared को अर्थ हुन्छ डराएको. I was so scared. उनी धेरै बुद्धिमान छिन्. She is so smart.
She is so smart. म परीक्षा अगाडि धेरै तनावमा थिएँ. I was so nervous before the exam. I was so nervous before the exam. ऊ कस्तो रमाइलो खालको छ. He is so funny. यसरी कसैलाई कस्तो रमाइलो खालको छ भन्नु पर्दा एकदम हाँसो उठाउने त्यस्तो खाले. He is so funny. तपाई धेरै भाग्यमानी हुनुहुन्छ. You are so lucky. Lucky को अर्थ हुन्छ भाग्यमानी. You are so lucky. कुकुर धेरै मिलनसार छ. The dog is so friendly. Friendly को अर्थ हुन्छ मिलनसार. The dog is so friendly. म यस हप्ता धेरै व्यस्त छु. I'm so busy this week. I'm so busy this week. यो हप्ता भन्नलाई this week अनि busy भनेको व्यस्त. So busy भनेको चाहिँ धेरै व्यस्त. I'm so busy this week. उनी धेरै प्रतिभाशाली छिन्. She is so talented. हामीले यसरी पनि भन्छौं नि उनी धेरै ट्यालेन्टेड छिन् भनेर. She is so talented. हामी यात्राको लागि धेरै उत्साहित छौं. यात्रा गर्नलाई को चाहिँ उत्साहित हुँदैन र हैन त. We are so excited for the trip. यात्रालाई ट्रिप भन्ने र उत्साहित भन्नलाई के भन्ने excited. अनि धेरै उत्साहित भन्नु पर्दा so excited. We are so excited for the trip. त्यो धेरै अप्रत्याशित थियो भनेको मतलब सोच्नै नसकिने थियो. That was so unexpected. That was so unexpected. सोच्नै नसकिने अप्रत्याशित भन्नु पर्दा unexpected. That was so unexpected. आज आकाश धेरै सफा छ. The sky is so clear today. एकदमै सफा भन्नु पर्दा clear. So clear. धेरै सफा भन्नु पर्दा चाहिँ The sky is so clear today. ऊ धेरै चाँडो गाडी चलाउँछ. He drives so fast. He drives so fast. तपाई धेरै सहयोगी हुनुहुन्छ. You are so helpful. सहयोगी भन्न इंग्लिशमा helpful. जसले धेरै सहयोग गर्छ. You are so helpful. HELPFUL helpful. पानी धेरै चिसो छ भन्नु पर्दा The water is so cold. The water is so cold. यो प्रश्न धेरै गाह्रो छ. This question is so difficult. धेरै गाह्रो भन्नलाई so difficult. Difficult भनेको गाह्रो अनि so थपेर so भनेको धेरै. धेरै गाह्रो भन्नु पर्दा so difficult. This question is so difficult. बाटो धेरै लामो छ. The road is so long. The road is so long. म धेरै अन्योलमा छु भन्नु पर्दा यसो गर्ने कि उसो गर्ने थाहै छैन अन्योलमा छु भन्नु पर्यो अब इंग्लिशमा. I'm so confused. I am so confused. यति बदमाश नबन भन्नु पर्यो अब. Don't be so rude. Don't be so rude. संगीत धेरै ठुलो छ, ठुलो बजिरा छ.
The music is so loud. The music is so loud. धेरै ठुलो संगीत बजिरहेछ भन्नुपर्दा यसरी The music is so loud. उनी धेरै शान्त थिइन्. She was so quiet. Quiet को अर्थ हुन्छ शान्त र धेरै शान्त भन्नुपर्दा so quiet. She was so quiet. तपाईलाई भेटेर धेरै रमाइलो लाग्यो, खुसी लाग्यो, रमाइलो लाग्यो भन्नुपर्दा It was so nice meeting you. It was so nice meeting you. तपाई किन यति ढिला भन्नुपर्दा Why are you so late? So राखेर so late भनेको यति ढिला धेरै ढिला किन भनेर सोध्नलाई Why are you so late? म तपाईलाई धेरै माया गर्छु भन्नुपर्दा चाहिँ I love you so much. I love you so much. तपाई मेरो लागि धेरै महत्त्वपूर्ण हुनुहुन्छ. You are so important to me. You are so important. धेरै महत्त्वपूर्ण भन्नुपर्दा to me. You are so important to me. यति धेरै चिन्ता नगर्नुस् न भन्नुपर्दा Don't worry so much. Don't worry so much. Worry को अर्थ हुन्छ चिन्ता. Don't worry so much. उनी धेरै भावुक थिइन्. तपाई आएकोमा म धेरै खुसी छु भन्नु पर्यो. I'm so glad you came. I'm so glad you came. So glad भनेको धेरै खुसी. So happy भनेको पनि धेरै खुसी. I'm so glad you came भने पनि हुन्छ. I'm so happy you came भने पनि हुन्छ. धेरै पीडा हुन्छ भन्नु पर्यो भने It hurts so bad. It hurts so bad. पीडा हुनु भनेको hurt हुनु हो. It hurts so bad. तपाई आज यति शान्त किन हुनुहुन्छ भनेर सोध्नु पर्दा Why are you so quiet today? Why are you so quiet today? म अहिले धेरै बोर महसुस गरिरहेछु भन्नु पर्यो अब I'm so bored right now. I'm so bored right now. त्यो धेरै अन्यायपूर्ण हो भन्नु पर्दा यो ठीक होइन यो अन्यायपूर्ण हो भन्नु पर्यो भने That's so unfair. Unfair को अर्थ हुन्छ अन्यायपूर्ण. That's so unfair. आउनुस् आज हामीले दिनभरि बोल्नुपर्ने दिनका दिन बोल्नुपर्ने अंग्रेजीको प्र्याक्टिस गरौँ. म आज धेरै थकित छु भन्नुपर्दा इंग्लिशमा I'm so tired today. Tired हुनु भनेको थाक्नु, थकित हुनु. I am so tired today. उनी धेरै राम्री छिन्. She is so beautiful. She is so beautiful. फिल्म हेर्न गएको फिल्म त धेरै बोरिङ थियो भन्नु पर्यो अब इंग्लिशमा The movie was so boring. The movie was so boring. उ धेरै चाँडो बोल्छ भन्नु पर्दा चाहिँ He speaks so fast. He speaks so fast. हामी तपाईमाथि धेरै गर्व गर्छौं. We are so proud of you. We are so proud of you.
जस्तै हामी आफ्नो बुवा आमालाई भन्छौं नि, We are so proud of you. बाहिर धेरै गर्मी छ. It's so hot outside. It's so hot outside. It's so hot outside. तपाईलाई देखेर म धेरै खुसी छु. I'm so happy to see you. I'm so happy to see you. तपाई धेरै दयालु हुनुहुन्छ भन्दा You are so kind. Kind को अर्थ हुन्छ दयालु. You are so kind. उनीहरू धेरै ढिला भए. They were so late. They were so late. उनी धेरै राम्रो गाउँछिन्. She sings so well. She sings so well. खाना धेरै स्वादिष्ट थियो. The food was so delicious. Delicious को अर्थ हुन्छ स्वादिलो. The food was so delicious. म धेरै माफी चाहन्छु. अब मैले केही गल्ती गरे भने यसरी भन्ने. I'm so sorry. I'm so sorry. उ धेरै रिसाएको थियो. He was so angry. He was so angry. बच्चा धेरै प्यारो छ. The baby is so cute. The baby is so cute. यसरी प्यारो भन्नु पर्दा क्यूट भन्छौं हामी. The baby is so cute. यो ठाउँ धेरै शान्त छ. This place is so peaceful. Peaceful को अर्थ हुन्छ शान्त, आनन्दित हुने ठाउँ. This place is so peaceful. म धेरै डराएको थिएँ. I was so scared. Scared को अर्थ हुन्छ डराएको. I was so scared. उनी धेरै बुद्धिमान छिन्. She is so smart. She is so smart. म परीक्षा अगाडि धेरै तनावमा थिएँ. I was so nervous before the exam. I was so nervous before the exam. ऊ कस्तो रमाइलो खालको छ. He is so funny. यसरी कसैलाई कस्तो रमाइलो खालको छ भन्नु पर्दा एकदम हाँसो उठाउने त्यस्तो खाले. He is so funny. तपाई धेरै भाग्यमानी हुनुहुन्छ. You are so lucky. Lucky को अर्थ हुन्छ भाग्यमानी. You are so lucky. कुकुर धेरै मिलनसार छ. The dog is so friendly. Friendly को अर्थ हुन्छ मिलनसार. The dog is so friendly. म यस हप्ता धेरै व्यस्त छु. I'm so busy this week. I'm so busy this week. यो हप्ता भन्नलाई this week अनि busy भनेको व्यस्त. So busy भनेको चाहिँ धेरै व्यस्त. I'm so busy this week. उनी धेरै प्रतिभाशाली छिन्. She is so talented. हामीले यसरी पनि भन्छौं नि उनी धेरै ट्यालेन्टेड छिन् भनेर. She is so talented. हामी यात्राको लागि धेरै उत्साहित छौं. यात्रा गर्नलाई को चाहिँ उत्साहित हुँदैन र हैन त? We are so excited for the trip. यात्रालाई ट्रिप भन्ने र उत्साहित भन्नलाई के भन्ने? Excited.
अनि धेरै उत्साहित भन्नुपर्दा so excited. We are so excited for the trip. त्यो धेरै अप्रत्याशित थियो भनेको मतलब सोच्नै नसकिने थियो. That was so unexpected. That was so unexpected. सोच्नै नसकिने अप्रत्याशित भन्नुपर्दा unexpected. That was so unexpected. आज आकाश धेरै सफा छ. The sky is so clear today. एकदमै सफा भन्नुपर्दा clear, so clear. धेरै सफा भन्नुपर्दा चाहिँ The sky is so clear today. ऊ धेरै चाँडो गाडी चलाउँछ. He drives so fast. He drives so fast. तपाई धेरै सहयोगी हुनुहुन्छ. You are so helpful. सहयोगी भन्न इङ्ग्लिशमा helpful, जसले धेरै सहयोग गर्छ. You are so helpful. HELPFUL, helpful. पानी धेरै चिसो छ भन्नुपर्दा The water is so cold. The water is so cold. यो प्रश्न धेरै गाह्रो छ. This question is so difficult. धेरै गाह्रो भन्नलाई so difficult. Difficult भनेको गाह्रो अनि so थपेर so भनेको धेरै, धेरै गाह्रो भन्नुपर्दा so difficult. This question is so difficult. बाटो धेरै लामो छ. The road is so long. The road is so long. म धेरै अन्योलमा छु भन्नुपर्दा यसो गर्ने कि उसो गर्ने थाहै छैन अन्योलमा छु भन्नु पर्यो अब इङ्ग्लिशमा. I'm so confused. I am so confused. यति बदमास नबन भन्नु पर्यो अब. Don't be so rude. Don't be so rude. संगीत धेरै ठुलो छ, ठुलो बजिरहेछ. The music is so loud. The music is so loud. धेरै ठुलो संगीत बजिरहेछ भन्नुपर्दा यसरी The music is so loud. उनी धेरै शान्त थिइन्. She was so quiet. Quiet को अर्थ हुन्छ शान्त र धेरै शान्त भन्नुपर्दा so quiet. She was so quiet. तपाईलाई भेटेर धेरै रमाइलो लाग्यो, खुसी लाग्यो, रमाइलो लाग्यो भन्नुपर्दा It was so nice meeting you. It was so nice meeting you. तपाई किन यति ढिला भन्नुपर्दा Why are you so late? So राखेर so late भनेको यति ढिला, धेरै ढिला किन भनेर सोध्नलाई Why are you so late? म तपाईलाई धेरै माया गर्छु भन्नुपर्दा चाहिँ I love you so much. I love you so much. तपाई मेरो लागि धेरै महत्त्वपूर्ण हुनुहुन्छ. You are so important to me. You are so important. धेरै महत्त्वपूर्ण भन्नुपर्दा to me. You are so important to me. यति धेरै चिन्ता नगर्नुस् न भन्नुपर्दा Don't worry so much. Don't worry so much. Worry को अर्थ हुन्छ चिन्ता. Don't worry so much.
उनी धेरै भावुक थिइन्। तपाई आएकोमा म धेरै खुसी छु भन्नु पर्यो। I'm so glad you came. I'm so glad you came. So glad भनेको धेरै खुसी। So happy भनेको पनि धेरै खुसी। I'm so glad you came भने पनि हुन्छ। I'm so happy you came भने पनि हुन्छ। धेरै पीडा हुन्छ भन्नु पर्यो भने It hurts so bad. It hurts so bad. पीडा हुनु भनेको hurt हुनु हो। It hurts so bad. तपाई आज यति शान्त किन हुनुहुन्छ भनेर सोध्नु पर्दा Why are you so quiet today? Why are you so quiet today? म अहिले धेरै बोर महसुस गरिरहेछु भन्नु पर्यो अब I'm so bored right now. I'm so bored right now. त्यो धेरै अन्यायपूर्ण हो भन्नु पर्दा यो ठीक होइन यो अन्यायपूर्ण हो भन्नु पर्यो भने That's so unfair. Unfair को अर्थ हुन्छ अन्यायपूर्ण। That's so unfair. आउनुहोस् आज हामीले दिनभरि बोल्नुपर्ने दिनका दिन बोल्नुपर्ने अंग्रेजीको प्र्याक्टिस गरौँ। म आज धेरै थकित छु भन्नु पर्दा इंग्लिशमा I'm so tired today. Tired हुनु भनेको थाक्नु थकित हुनु। I am so tired today. उनी धेरै राम्री छिन्। She is so beautiful. She is so beautiful. फिल्म हेर्न गएको फिल्म त धेरै बोरिङ थियो भन्नु पर्यो अब इंग्लिशमा The movie was so boring. The movie was so boring. ऊ धेरै चाँडो बोल्छ भन्नु पर्दा चाहिँ He speaks so fast. He speaks so fast. हामी तपाईमाथि धेरै गर्व गर्छौं। We are so proud of you. We are so proud of you. जस्तै हामी आफ्नो बुवा आमालाई भन्छौं नि We are so proud of you. बाहिर धेरै गर्मी छ। It's so hot outside. It's so hot outside. It's so hot outside. तपाईलाई देखेर म धेरै खुसी छु। I'm so happy to see you. I'm so happy to see you. तपाई धेरै दयालु हुनुहुन्छ भन्दा You are so kind. Kind को अर्थ हुन्छ दयालु। You are so kind. उनीहरू धेरै ढिला भए। They were so late. They were so late. उनी धेरै राम्रो गाउँछिन्। She sings so well. She sings so well. खाना धेरै स्वादिष्ट थियो। The food was so delicious. Delicious को अर्थ हुन्छ स्वादिलो। The food was so delicious. म धेरै माफी चाहन्छु। अब मैले केही गल्ती गरे भने यसरी भन्ने I'm so sorry. I'm so sorry. ऊ धेरै रिसाएको थियो। He was so angry. He was so angry. बच्चा धेरै प्यारो छ। The baby is so cute. The baby is so cute.
यसरी प्यारो भन्नुपर्दा क्यूट भन्छौं हामी। The baby is so cute. यो ठाउँ धेरै शान्त छ। This place is so peaceful. Peaceful को अर्थ हुन्छ शान्त, आनन्दित हुने ठाउँ। This place is so peaceful. म धेरै डराएको थिएँ। I was so scared. Scared को अर्थ हुन्छ डराएको। I was so scared. उनी धेरै बुद्धिमान छिन्। She is so smart. She is so smart. म परीक्षा अगाडि धेरै तनावमा थिएँ। I was so nervous before the exam. I was so nervous before the exam. ऊ कस्तो रमाइलो खालको छ। He is so funny. यसरी कसैलाई कस्तो रमाइलो खालको छ भन्नु पर्दा एकदम हाँसो उठाउने त्यस्तो खाले। He is so funny. तपाई धेरै भाग्यमानी हुनुहुन्छ। You are so lucky. Lucky को अर्थ हुन्छ भाग्यमानी। You are so lucky. कुकुर धेरै मिलनसार छ। The dog is so friendly. Friendly को अर्थ हुन्छ मिलनसार। The dog is so friendly. म यस हप्ता धेरै व्यस्त छु। I'm so busy this week. I'm so busy this week. यो हप्ता भन्नलाई this week अनि busy भनेको व्यस्त, so busy भनेको चाहिँ धेरै व्यस्त। I'm so busy this week. उनी धेरै प्रतिभाशाली छिन्। She is so talented. हामीले यसरी पनि भन्छौं नि उनी धेरै ट्यालेन्टेड छिन् भनेर। She is so talented. हामी यात्राको लागि धेरै उत्साहित छौं। यात्रा गर्नलाई को चाहिँ उत्साहित हुँदैन र, हैन त? We are so excited for the trip. यात्रालाई ट्रिप भन्ने र उत्साहित भन्नलाई के भन्ने excited. अनि धेरै उत्साहित भन्नु पर्दा so excited. We are so excited for the trip. त्यो धेरै अप्रत्याशित थियो भनेको मतलब सोच्नै नसकिने थियो। That was so unexpected. That was so unexpected. सोच्नै नसकिने अप्रत्याशित भन्नु पर्दा unexpected. That was so unexpected. आज आकाश धेरै सफा छ। The sky is so clear today. एकदमै सफा भन्नु पर्दा clear, so clear. धेरै सफा भन्नु पर्दा चाहिँ The sky is so clear today. ऊ धेरै चाँडो गाडी चलाउँछ। He drives so fast. He drives so fast. तपाई धेरै सहयोगी हुनुहुन्छ। You are so helpful. सहयोगी भन्न इंग्लिशमा helpful, जसले धेरै सहयोग गर्छ। You are so helpful. HELPFUL, helpful. पानी धेरै चिसो छ भन्नु पर्दा The water is so cold. The water is so cold. यो प्रश्न धेरै गाह्रो छ। This question is so difficult. धेरै गाह्रो भन्नलाई so difficult. Difficult भनेको गाह्रो अनि so थपेर so भनेको धेरै, धेरै गाह्रो भन्नु पर्दा so difficult. This question is so difficult.
बाटो धेरै लामो छ. The road is so long. The road is so long. म धेरै अन्योलमा छु भन्नु पर्दा यसो गर्ने कि उसो गर्ने थाहै छैन अन्योलमा छु भन्नु पर्यो अब इङ्ग्लिशमा. I'm so confused. I am so confused. यति बदमास नबन भन्नु पर्यो अब. Don't be so rude. Don't be so rude. संगीत धेरै ठुलो छ ठुलो बजिरहेछ. The music is so loud. The music is so loud. धेरै ठुलो संगीत बजिरहेछ भन्नु पर्दा यसरी The music is so loud. उनी धेरै शान्त थिइन्. She was so quiet. Quiet को अर्थ हुन्छ शान्त र धेरै शान्त भन्नु पर्दा so quiet. She was so quiet. तपाईलाई भेटेर धेरै रमाइलो लाग्यो खुसी लाग्यो रमाइलो लाग्यो भन्नु पर्दा It was so nice meeting you. It was so nice meeting you. तपाई किन यति ढिला भन्नु पर्दा Why are you so late? So राखेर so late भनेको यति ढिला धेरै ढिला किन भनेर सोध्नलाई Why are you so late? म तपाईलाई धेरै माया गर्छु भन्नु पर्दा चाहिँ I love you so much. I love you so much. तपाई मेरो लागि धेरै महत्त्वपूर्ण हुनुहुन्छ. You are so important to me. You are so important. धेरै महत्त्वपूर्ण भन्नु पर्दा to me. You are so important to me. यति धेरै चिन्ता नगर्नुस् न भन्नु पर्दा Don't worry so much. Don't worry so much. Worry को अर्थ हुन्छ चिन्ता. Don't worry so much. उनी धेरै भावुक थिइन्. तपाई आएकोमा म धेरै खुसी छु भन्नु पर्यो. I'm so glad you came. I'm so glad you came. So glad भनेको धेरै खुसी. So happy भनेको पनि धेरै खुसी. I'm so glad you came भने पनि हुन्छ. I'm so happy you came भने पनि हुन्छ. धेरै पीडा हुन्छ भन्नु पर्यो भने It hurts so bad. It hurts so bad. पीडा हुनु भनेको hurt हुनु हो. It hurts so bad. तपाई आज यति शान्त किन हुनुहुन्छ भनेर सोध्नु पर्दा Why are you so quiet today? Why are you so quiet today? म अहिले धेरै बोर महसुस गरिरहेछु भन्नु पर्यो अब I'm so bored right now. I'm so bored right now. त्यो धेरै अन्यायपूर्ण हो भन्नु पर्दा यो ठीक होइन यो अन्यायपूर्ण हो भन्नु पर्यो भने That's so unfair. Unfair को अर्थ हुन्छ अन्यायपूर्ण. That's so unfair.